सम्पूर्णलाई यहाँ उपस्थित भएका कतिवटा शब्द मेरो अशिष्ट छ र यहाँ सबसे फर्स्ट अफ अल त म यहाँ इन्ट्राइब टिम यहाँ मेन हाम्रो दिलीप सरलाई यहाँ हाम्रा मिस चन्द्रकला मिसले मलाई प्रेसिडेन्ट हारमा भाग दिनुभएको म मेरो हृदयबाट उहाँले व्यक्त गर्न चाहन्छु अनि अगाडि व्यक्त गर्न चाहन्छु है तपाईँ यहाँ सरहरूले गुरुआमाहरूले मलाई एउटा लाइक सम्झेर मलाई यहाँ एउटा प्रेसिडेन्टको भागमा निमन्त्रण दिनुभएकोमा एकदम मेरो हृदयबाट मेरो युवा श्री लेप्चा धन्यवाद पठाउन चाहन्छु र आजका जतिको कार्यक्रमहरू एकदमै राम्रो भएर गएको छ ब्युटिफुल प्रेजेन्टेसनहरू भएर गएको छ नानीहरूले पनि राम्रो राम्रो पर्फर्म गर्नु भएको रहेछ यसमा श्रिया दाजु यहाँ भाइस प्रिन्सिपल यहाँ सम्पूर्ण इन्टायर टिम टिचर शिक्षकवर्गहरूलाई जानेछ र यो एउटा सिटोङको ग्रामीण क्षेत्रमा हाम्रो एउटा खुसीको खबर खुसीको के छ भने आज यो भेगमा कुनै पनि इङ्ग्लिस स्कुलहरू थिएन र हामी यहाँबाट मेरो सबै इतिहास बोल्न गइरहेको छु है म मुङको सरस्वती स्कुल पढ्दाखेरि यहाँबाट म 7 किलोमिटर पैदल यहाँ हाम्रो एक्स आर्मी मेरो फ्रेन्ड यहाँ रसलाई हामी कति सङ्घर्ष गरेको थियौँ है हामीले र हामी बिहान एक बारी घाँस काटेर सरस्वती हाई स्कुल पैदल आउँदाखेरि चामलको बोरा बोकेर आउनु पर्थ्यो तर आज हाम्रो नानीहरूले कति राम्रो यहाँ सरले स्कुल खोलिदिनु भएर यहाँ स्कुलकोमा बहुत ठुलो अचिभमेन्ट छ यो हाम्रो लागि तपाईँ हाम्रो लागि र यो सरको मात्र होइन यो स्कुल यो सम्पूर्ण सिटोङको ग्रामवासीको स्कुल हो र हामीले यो सोच्नुपर्छ हामीले यो सोच्नुपर्छ कि हाम्रो आउँदो भविष्यमा यो सिटोङलाई अघि बढाउने यसमा एक्लै गर्नु मात्रै त्यहाँनिर पुरै छैन हामी सबै साथमा साथ काँध मिलाएर खण्ड मिलाएर हामीले तालीमा ताली बजाएर यो भेगलाई अझै माथि लाने हामी तपाईँहरूको कोसिस राख्नुपर्नेछ अनि हामी प्यारेन्ट्स वर्गहरूले जति पनि आज एक प्लस पोइन्ट के छ भने आज है कसैले मङ्पुर वर्षेङ दार्जिलिङमा इङ्ग्लिस स्कुल पढाउनुको लागि रेन्टमा राखेर कति खर्च भइरहेको छ है सबै धनी मान्छे त छैन कोही घाँस काटेर खाने है कोही कुटेर खाने र यहाँ सरले सुन्दर स्कुल यहाँनिर खोलिदिनु भएको आज सम्पूर्ण सिटोङको ग्रामवासीको धेरै कुरो सुविधा पुऱ्याउनु भएको छ र यसमा तपाईँ हामी सम्पूर्ण सिटोङको गुम्बावासीले सर ग्रामलाई धन्यवाद दिनुपर्छ अनि हामीले यो नानीहरूको भविष्य सोच्नुपर्छ र हामीले आज हामीले मैले रेन्टको कुरा गरेँ आज हामीले गाउँमा 5000 रेन्ट पुगेको छ मेरो छोरा सेन्सेस पर्छ 5000 रेन्ट पुगेको छ तर त्यो रेन्ट नदिएर वकिलको डिस्टेन्समा एक स्कुल पढ्नु पाउँदा कति खुसी छ है हामी त्यसमा हामीले 5000 रेन्ट दिने चाहिँ त्यो भविष्यमा त्यो 5000 रेन्ट चाहिँ ब्याङ्कमा डिपोजिट गर्नुहोस् त्यो चाहिँ आउँदो भविष्यमा नानीहरूले कलेज एमएससी एमकम गर्दाखेरि चाहिँ 5000 को रेन्टहरू तिर्नु भइरहेछ नि 7000 8000 रेन्टहरू तिर्नु भइरहेछ बस भाडा तिर्नु भइरहेछ त्यो डिपोजिट पैसाहरू चाहिँ रेन्टमा दिने पैसाहरू चाहिँ हामीले ब्याङ्कमा नानीहरूको भविष्यको लागि कलेज डिग्रीको लागि त्यो पैसाहरू सेभ गर्नुपर्छ र यति राम्रो स्कुल खोलिदिनु भएको छ एकदमै स्कुल र हामीलाई धेरै सेफ छ अनि फर्स्ट पोइन्ट हाम्रो के छ भने हामी घरको भात खाएर है हामी यहाँ नजिक इङ्ग्लिस स्कुल पढ्नु पाउनु भनेको बहुत खुसी हो आजको नानीहरू चाहिँ एकदमै लकी हो हामी भन्दा चाहिँ उहाँहरू एकदमै लकी हो त्यो लकी कसले गर्दा भयो यहाँ सर दिलीप सर अनि हाम्रो गुरुआमा यहाँ चन्द्रकला राई एकदम ठुलो भूमिका त्यसमा उहाँले त्यत्रो ठुलो लगानी गरेर यहाँनिर करोडको इन्भेस्टमेन्ट गरेर स्कुल खोलिदिनु भयो उहाँहरूको स्कुल होइन यो तपाईँ हाम्रो स्कुल हो यो सिटोङको ग्राम क्षेत्रको स्कुल हो हामीले यो सोच्नुपर्छ र हामीले साथमा लिएर यो हामीले अब नानीहरूलाई भविष्यमा हामीले इङ्ग्लिस स्कुल पढाएर हाम्रो भोलि दिनबाट विशेष एमएससी चाहिँ सिटोङ 2 एकाडेमिक ट्विन्सबाट एउटा हाम्रो पनि नाम जाओस् र हामीले त्यहाँसम्म लक्ष्य लिएर हामीले
आज लक्ष्य लिएर हामीले नानीहरूलाई पढाउने हामीले उज्जवल भविष्यको हामीले सोच विचार राख्नुपर्छ र आज मलाई सेवाको भार दिनुभएको थियो है तर मेरो अलिकति सोचको कारणले गर्दाखेरि म 3 बजी कोर्ट पुग्ने काम छ र म सरलाई मेरो सरले भनिदिनु भयो र म आज यो शब्द यति भन्दै म यही समाप्त गर्छु धन्यवाद।